कुनै मजाको योजना बनाएर पनि होइन, कुनै प्लान बनाएर पनि होइन। जे परमेश्वरको कुरा आयो, वचन आयो, त्यो वचन आएपछि त्यो वचन अनुसार भनौँ न अब। हालेलुया। वचन आएपछि वचन अनुसार यिर्मया अगमवक्ताबाट आएको वचन अनुसार दानियल फर्के के। हालेलुया। अब हामी हामी विचार गरौँ, हामी देख्दैछौँ आजको परिस्थिति। तपाईँ हाम्रो वरिपरि के भइरहेको छ, देश कतातिर जाँदैछ। हाम्रो परिस्थिति चाहिँ अहिले चाहिँ के छ भन्दाखेरि मानिसहरू बढीमा बढी प्रार्थना भन्दा पनि आफ्नो व्यवसायको सक्सेसमा लागेको धेरै पाइन्छ के। म कतै अलिकति यो जाँदैछ भने मलाई सिधा ल्याउनुहोस् है। परमेश्वरको प्रेम भन्दा पनि बढी चाहिँ आजको मण्डली, आजको सेवक अ, आफ्नो भविष्य कसरी बनाउने, आफ्नो बाटोहरू कसरी तयारी गर्ने, मेरो नानीहरूको भविष्य कसरी सक्सेस हुन्छ, हो कि होइन? त्यो तर दानिएललाई त्यो कुरा वास्ता भएन के। परमेश्वरको वचन आएपछि तपाईँले हेर्नुहोस्, हर अगमवक्ताहरूलाई उनीहरू परमेश्वरको वचन आएपछि तुरुन्तै परमेश्वर प्रति उनीहरू कसरी जानुपर्छ भन्ने फर्केका कुराहरू पाइन्छ, होइन? आज तपाईँ र मलाई वचन आउँछ, वचन आउँदाखेरि हामी के गर्छौँ त? इट्स ओके, म ठिक छु, मलाई ठिकै छ भन्छौँ कि साँच्चै हामी त्यो वचन अनुसार मैले केही गर्नुपर्छ प्रभुको खातिर भन्ने लाग्छ? के गर्नुपर्छ उहाँको निम्ति, मैले केही कुरा चाहिँ मैले उहाँप्रति जानै पर्छ भन्ने सोच राख्छौँ। डिफरेन्स चाहिँ यो हुन्छ, डिफरेन्ट भिन्नता चाहिँ यो हुन्छ। अहिले मैले केही एउटा जापानको कुराहरू हेर्दै थिएँ। जापानमा पनि अहिले विश्वासीहरूलाई सताइरहेको छ। विभिन्न देशहरूमा विश्वासीहरूलाई कठिनाइका कुराहरू छ। यति बेला चाहिँ हाम्रो एउटै सोच, एउटै विचार के हुनुपर्छ भन्दाखेरि हाम्रो इलाका, हाम्रो देश परिवर्तन हुनको लागि चाहिँ प्रार्थना नै हो, अन्तर्विन्ती नै हो। त्यो पनि विवेक, दानियल जस्तै राम्रो विवेक राख्नुपर्छ क्या। हाम्रो विवेक चाहिँ भित्रबाट शुद्ध विवेकले हामीले परमेश्वरलाई पुकार्नुपर्छ। यो समयमा धेरै कुराहरू थियो। हामीले दानियलको पुस्तक पढ्यो भने धेरै कुराहरू पाउँछौँ, जहाँ बेबिलोनको राजा नबुकदनेस्सरले गरेको कतिवटा अन्य अत्याचारका कुराहरू। अब माथि 6 अध्याय 7 अध्यायमा त्यो विभिन्न मूर्तिका कुराहरू, प्रोसिक्युसनका कुराहरू गर्नुपर्छ भन्ने कुराहरू, दानियल नबुकदनेस्सर मात्रै खडा हुन सके कि त्यो बेबिलोनलाई चेन्ज गर्नको निम्ति। हालेलुया। यतिसम्म उनीहरूको खडा भयो, उनीहरूले उभिएको कारणले गर्दाखेरि चाहिँ राजाले यो पनि भन्न सफलता भयो कि दानियलको परमेश्वरको विरोधमा कसैले बोल्यो भने उसलाई दण्ड दिन्छ भने। हालेलुया।
त्यो के गर्दा भयो भन्दाखेरि चाहिँ बिकज अफ 3%। उनीहरू खडा भएको कारणले हो के। उनीहरू स्ट्यान्ड लिएको कारणले हो। ठिक छ, राजाले घोषणा गरिदिए हामी गर्दिउँ न, होइन। यो उहाँहरू दानियल अवस्था खोरमा त हामीले सुनेका छौँ नि। त्यहाँ जाँदा पनि उनी आफ्नो मनलाई बदलाएनन् के। अनि हाम्रो मन चाहिँ ईश्वरीय हो भने हामी ईश्वरीय नै भएको परमेश्वर चाहनुहुन्छ कि। जे जस्तो भए पनि म म सफलता नहोला तर तपाईँ मबाट सफलता हुनुहोस् भन्ने व्यक्तिहरू। हालेलुया। कस्तो मिठो छ है यो शब्द, होइन। म सफलता नहोला तर तपाईँ मबाट, परमेश्वर तपाईँ आफ्नो सफलता लिनुहोस्। यहाँ यसो देख्दाखेरि हामीले देखिन्छ नि त अब दानियल नगदमेशरको सफलता। तर उनीहरूको कारणले परमेश्वरले एउटा सफलता लिनु भएको छ के। उनीहरूको स्ट्यान्डले गर्दा परमेश्वर ग्लोरी भएको छ। उनीहरूको भयाइको कारणले परमेश्वर उचालिनु भएको छ। हामी स्ट्यान्ड हुँदाखेरि नि परमेश्वर हामीबाट उचालिनुहुन्छ के। हालेलुया। हाम्रो बुवा, हाम्रो डेडी जो स्वर्गीयमा हुनुहुन्छ, उहाँ प्रसन्न हुनुहुन्छ। कस्तो मिठो, कति आनन्दको कुरा है। यसो हेर्दाखेरि त उनीहरूलाई कठिनाइ थियो नि त। यहाँ हेर्नुहोस् त, अब अहिले दानियलको सिचुएसन हेर्नु भने ऊ भाङ्रा लगाएर खरानी धसेर त्यो परिस्थितिमा जानु भइरहेको छ। त्यो परिस्थितिमा, यो परिस्थितिमा त हाम्रो सोच र हाम्रो विचार हो भने हामीले घरको टेन्सन, परिवारको टेन्सन हुनुपर्ने नि त। त्यो छैन। हेर्नुहोस् त प्रिय, आज आज हामीले सोच्यौँ भने नि हामी भित्रबाट प्रभुको कुराहरूलाई हामीले मनमा गुन्यौँ भने नि धेरै काम गर्नु बाँकी छ कि अझै। ईश्वरीय सन्तान, ईश्वरीय व्यक्ति चाहिएको छ। दानियल जस्तो, एलिसा एलिया जस्तो, पत्रुस जस्ता प्रेरितहरू, पावल जस्तो प्रेरितहरू परमेश्वरले चाहनु भएको छ। त्यस कारणले मलाई एउटा शब्द एसायाको पुस्तकमा लेखेको शब्द साह्रै मन पर्छ। को जाने मेरो लागि भनेको छ कि। को जाने मेरो लागि, को जाने। साह्रै मजाको शब्द छ है, को जाने। अब जाँदाखेरि त, यात्रा सुरु गर्दाखेरि सजिलो छैन नि। यात्रा सुरु गर्ने कुराहरू मामूली कुरा होइन। त्यहाँ त्याग चाहिन्छ, त्याग, बलिदान चाहिन्छ। आफ्नो इलाका लिभ गर्दै गर्दा, जाँदै गर्दा, हिँड्दै गर्दाखेरि कुन परिस्थितिहरू त्यहाँ आउने हो त्यहाँ त हामीले देखेका हुँदैनौँ। तर त्यहाँ गइसकेपछि कतिवटा युद्धहरू हुन्छन्, होइन। हामी बाइबलमै पाउँछौँ यो कुराहरू। बाइबलमा अब्रामको यात्रा त्यति सजिलो थिएन। तर उनी परमेश्वरसँग भएको, परमेश्वरले भनेको कारण, परमेश्वरको आवाज अनुसार जानुपर्ने, हिँड्नुपर्ने। त्याग्नु, त्याग गर्नु भन्ने कुरा त्यति सजिलो छैन के। तपाईँलाई याद याद गर्नु भएको छ, हामी सबै कतिजना फ्यामिली धेरै अब विवाहबारी गरेर एउटा एउटा परिवारको एउटा छोरीलाई कसै छोरासँग दिँदाखेरि त त्यो परिवार रुन्छ के। हो कि होइन? रुन्छ नि। दिन त राम्रै छमा दिए पनि
के हुन्छ भन्दाखेरि त्यो परिवारलाई त्यागेर अर्को परिवारसँग जोइन हुनु यति सजिलो छैन के। तर त्यहाँ जब जान्छ अनि त्यो परिवारमा उनीहरू होलमेल हुन्छ अनि बिस्तारै त्यो परिवारमा ओहो मेरो घर त यो पो रहेछ भन्छ के। हेर्नुहोस् आज नानीहरूको अन्तर्निम्ति हेर्नुहोस् कस्तो मान्छे हे परम प्रभु महान र भयोज्ञ परमेश्वर जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पुरा गर्नुहुन्छ। हेर्नुहोस् त अब दानियलले आफ्नो प्रार्थनालाई सुरु गरे कस्तो मजाले होइन, हे महान परमेश्वर भने के उनले उहाँको के हुनु रहेछ भन्दाखेरि चाहिँ भयोज्ञ परमेश्वर, भयोज्ञ परमेश्वर। हामी गीत पनि गाउँछौँ भयोज्ञ प्रभु कति महान भन्छ नि। भयोज्ञ प्रभु, उहाँ भयोज्ञ प्रभु हुनुहुन्छ जहाँ चाहिँ उहाँले जे करार गर्नुहुन्छ 100% पुरा गर्नुहुन्छ। उहाँले तपाईँ र मसँग जे बोल्नुहुन्छ त्यो कुरा ग्यारेन्टी पुरा हुन्छ, पक्का, कुनै फेरबदल हुँदैन। समय लाग्न सक्छ तर पुरा गर्नुहुन्छ उहाँले। हालेलुया। आज तपाईँ र मलाई हाम्रो एउटा के हुन्छ ज्ञान, आज्ञा पालन गर्ने र सबैसँग प्रेमको करार गर्नुहुन्छ। हामीले पाप गरेका छौँ, हामीले गल्ती गरेका छौँ, हामी दुष्ट भएका छौँ, बागी बनेका छौँ, हामी तपाईँको आज्ञाहरू र धार्मिक नियमहरूबाट तर्केका छौँ। हेर्नुहोस् त अब यति हामी भन्ने लगाउँदैछन्, मैले भनेन, हामी सबै जति पनि अब हाम्रो के देखिन्छ भन्दाखेरि मैले यसलाई मनन गर्दै गर्दाखेरि चाहिँ नि आज मेरो जातिहरूले पनि धेरै अधर्म गरेको छ नि त, छैन र? गरिरहेकै छ। तर हामी त्यो कुरामा कतिको सिरियस छौँ, हाउ मच हामी कतिको बर्डन लिइरहेका छौँ। त्यो बर्डन लिएर पितासँग अहिले त हामीलाई मजाको चाबी दिनुभएको छ येशू क्रिस्टको नाउँमा भनेको छ के हो कि होइन? येशू क्रिस्टको नाउँमा हामीले पितासँग भन्यो भने उहाँले के भनेको छ, प्रतिज्ञा गर्नुभएको छ, गर्छु गरिदिन्छु भन्नुभएको छ के। हालेलुया। तर त्यो गहिराईमा त्यो त्यो अ, त्यो गहिराईमा हामी जाँदैछौँ कि छैनौँ भन्ने चाहिँ मस्ट इम्पोर्टेन्ट हुन्छ कि। आजको प्रार्थना थोरै मानिसहरूले सिरियसली उनीहरू आफ्नो समय लिएर प्रार्थना गर्छन्। इभन मिनिस्टरहरू पनि अब साधारण विश्वासमा बढ्दै गरेका प्रिय प्रभुका जनहरू मिनिस्टरहरू पनि दुईटा कुरादेखि धेरै टाढा भइरहेका हुन्छन्। त्यो चाहिँ के भन्दा वचन र प्रार्थना। परमेश्वरले हामीलाई दिएको ग्रेट जिम्मावार चाहिँ अब नयाँ करारमा हेऱ्यो भने चाहिँ वचन र प्रार्थनै हो। तपाईँ हामी सेवक हौ, परमेश्वरले हामीलाई बोलाएको हो भने हामीले त्यत्रो ठुलो सुर ताउनु पर्दैन। हामीले सिम्पल्ली गहिरोसँग मन लगाएर दुइटै काम गर्यो भने मेरो सोच र मेरो विचारमा परमेश्वरले काम गर्न सुरु गर्नुहुन्छ कि। त्यो चाहिँ वचन र प्रार्थना। दानियलले प्रार्थना गर्न अझै अझै इम्पोर्टेन्ट चाहिँ जब जब हामी धेरै प्रार्थना गर्छौँ अनि धेरै परमेश्वरको वचनको प्रकाश पनि आउँदो रहेछ के। हालेलुया, हालेलुया। जति हामी परमेश्वरसँग गहिरोसँग भित्रबाट प्रार्थना गर्छौँ नि त्यति हाम्रो भित्रका ती पुराना विचारहरू मैलाहरू धोइरिन्दो रहेछ के।
हालेलुया। हाम्रो गलत सोचहरू शुद्धता हुँदै जान्छ के। अनि त्यस पछाडि त परमेश्वरले हामीलाई अटोमेटिक पवित्र आत्माले हामी उभिएकै जग्गामा पनि परमेश्वरले आफ्नो शक्ति सुरु गर्नुहुन्छ। हालेलुया। तर आज मानिसहरू मिनिस्टर भन्छन्, राम्रो कुरा हो। तर मिनिस्टरको वास्तविकता के हो त? कुद्नु मात्रै हो? सडकमा जानु मात्रै हो? होइन नि। पहिलो नम्बर त दानियल जस्तै प्रार्थना गर्नु हो के। यहाँ दानियलले पहिले सडकमा उनी गएन, उनले बोलेनन् के व्यक्तिहरूसँग। पाउनुहुन्छ? पाउँदैनौँ हामी व्यक्तिसँग। उनी डाइरेक्ट परमेश्वरसँग बोल्न सुरु गरे। हालेलुया। जिजस, माई जिजस। परमेश्वरसँग बोल्न सुरु गरे क्या उनी। हेर्नुहोस् त कस्तो मजाको कुरा छ के भन्न र बोल्न सुरु गरे भन्दाखेरि चाहिँ हामीले पाप गरेका छौँ भन्न थाले क्या उनले। आज मानिसहरूलाई आफ्नो अधर्म स्वीकार गर्न गाह्रो हुन्छ नि। तर उनले त के छ कि दानियलले अधर्म गरेको थियो त थिएन। तर हामीले के गर्छौँ? पाप गरेका छौँ, बागी भएका छौँ, दुष्ट भएका छौँ। हेर्नुहोस् त, दुष्ट भएका छौँ। हामीले तपाईँको सेवक अगमवक्ताको कुरा ध्यान दिएनौँ। हेर्नुहोस् त, हामीले अगमवक्ताको कुरा ध्यान दिएनौँ। कतिचोटि हामी यहाँ बसेर सुन्छौँ, अब त्यसलाई हामीले भित्रबाट ध्यान दिएनौँ भने काम छैन, काम छैन। त्यसै अलि मैले सुरुमै भनेको थिएँ, हामी सुन्ने मात्रै भयो भने नि हामी जीवनभरि धोका हुन्छ हामीलाई, जीवनभरि धोका हुन्छ। हामी कहिले पनि उन्नतिशील बन्न सक्दैनौँ। परमेश्वरको इच्छा चाहिँ उन्नतिशील नै हो। आत्मिक, भौतिक, तपाईँको स्वास्थ्य, हेल्थ, सबै कुरामा परमेश्वरले त्यो आदनको बगैँचामा भएको कुराहरू दिने नै हो। त्यहाँ आत्मिक पनि थियो, भौतिक पनि थियो। त्यहाँ गोडमेल गर्ने लगाएको छ नि त, तैँले हेर विचार गर, गोडमेल गर भनेको छ के। जुन दिन आज्ञा उल्लङ्घन गरे त्यो दिन वस्त्रहीन भए भन्छ कि, नाङ्गोपन देखियो भन्छ। अनि के गर्नु पर्यो? परमेश्वरले फेरि वस्त्र बनाएर दिनु पर्यो। कस्तो कस्तो अचम्मको प्रेम नि परमेश्वरको, हेर्नुहोस् न। कति प्रेम हेर्नुहोस् त। त्यो प्रेमलाई हामीले परमेश्वर प्रेम हो भन्ने मात्रै होइन, रियालिटी हो के। इट्स अ रियली, साँच्चीकै गर्ने हो परमेश्वरले प्रेम चाहिँ। हृदयबाट उहाँले आफ्नो सबै कुराबाट मानिस जातिलाई प्रेम गर्नु भएको हो के। त्यस कारणले गर्दाखेरि आज हेर्नुहोस्, दानियलले सेवा अगमवक्ताका कुराहरू पनि हामीले ध्यान दिउँ न भने के। आजको मण्डलीहरू पनि थोरै धेरै भन्दिनँ, थोरै चाहिँ हो कि भनेर काम गर्न थालेछ अहिले भर्खर भर्खर। त्यो फिल लाग्छ कि मलाई। अझै बाँकी मानिसहरू त्यो भित्र आउनु, त्यो गहिराइमा आउनु आउनु नै पर्ने हुन्छ। आउँछ होला भन्ने आशा चाहिँ छ। किनकि आज अगमवक्ताका कुराहरू, परमेश्वरको वचनको कुराहरू मण्डलीमा यस्तो के भन्ने होइन, अब यो अलिक गाह्रो शब्द चाहिँ हो। मण्डलीमा मानिसहरू यसरी पनि आउँछ कि वचनलाई एउटा जजमेन्टको तरिकाले सुनिरहेको हुन्छ।
त्यो चाहिँ परमेश्वरको इच्छा अनुसार होइन फेरि। वचन सुनाइ चाहिँ तपाईँ र मेरो सिरियसनेस हो। वाउ, प्रभु, यो मैले मेरो जीवनमा लागू गर्नुपर्छ। अरूले जे गरेस् आई डोन्ट केयर। भन्छ त्यो विशेषता होइन। तपाईँ र म चाहिँ परमेश्वरको खातिर के गर्छौँ त्यो चाहिँ विशेषता हो। कि अगमवक्तका कुराहरू, परमेश्वरको दासहरूले भन्दै गरेको कुराहरू, आउँदै गरेको कुराहरूमा हामी कतिको सिरियस टेक गर्छौँ। दानियल जस्तै यहाँ त भने त, माथि सुरुमै भने परमेश्वरको वचन आयो, परमप्रभुको वचन अनुसार भने के, परमेश्वरको वचन अनुसार भन्नुहोस् त सबैले, परमेश्वरको वचन अनुसार मैले गर्नुपर्छ। भन्नुहोस् सबैले, परमेश्वरको वचन अनुसार म बढ्नु पर्छ। परमेश्वरको वचन अनुसार म चम्किनु पर्छ। हालेलुया। परमेश्वरको वचन अनुसार मैले प्रार्थना गर्नुपर्छ। हेर्नुहोस् त, आज हामी सुनङ्गे भएका छौँ, सुनेर पालन गर्ने भएका छैनौँ भने चाहिँ हामी सुनङ्गेमै रहन्छौँ। अनि परमेश्वरले चाहिँ चाहेको सुनेर पालन गर्ने हो के, दानियल जस्तै, होइन? अब यो धेरै लामो सब्जेक्ट हो। तपाईँको सबै सेवक र अगमवक्ताका कुराहरू हामी हेर्दैछौँ भने अब हामी साथमा हेर्छौँ। परम प्रभु, तपाईँ धर्मी हुन्छ, तर तपाईँप्रति भएको विश्वासघातको कारणले सबै देशहरूमा छरपष्ट पारिएका र नजिक टाढा बस्ने हामी सबै यहुदिया मानिसहरू, यरुसलेम र इजरायलका जनताहरू लाजले ढाकिएका छन् अरे। विचार हेर्नुहोस् त, किन भयो भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँले याद गर्नु भएको छ कि छैन, इजरायललाई तपाईँ सकभर विश्वास भएको पनि कतिजना धेरै लामो भयो। जब जब इजरायलले गल्ती गर्छ नि उनीहरूलाई आक्रमण हुन्छ कि। तर जब जब उनीहरू परमेश्वरतिर फर्किन्छ, परमेश्वरले आफ्नो सुरक्षा गर्नुहुन्छ कि। तपाईँले याद गर्नुहोस्, जब जब इजरायललाई कठिनाइ आउँछ उनीहरूले तुरा भन्छ, अब त्यो पढ्न थाल्छ क्या उनीहरू, बढी घोषणा गर्न थाल्छ माथिबाटै, के सरकारले नै गर्न थाल्छ। तर त्यो जब शान्ति आउँछ, सबै कुरा हुन्छ, उनीहरूले त्यो कुरा बोल्दैन। याद गर्नु भएको छ? आज तपाईँ र मलाई परमेश्वरले अन्तर्विन्ती गर्नको लागि पनि बोलाएको हो। गरौँ, हामी प्रभुमा भनौँ, प्रभु, मेरो जातिहरू अधर्ममा छ, बदलाइदिनुहोस्। तपाईँले सक्नुहुन्छ, म सक्दिनँ। दानियलले सफलता कुराहरू हामी, म अलिकति तल छोड्दै छोड्दै पढ्दैछु। 9मा, उहाँको विरोधमा भागी भएका छौँ, यद्यपि परमप्रभु हाम्रा परमेश्वर कृपालु र क्षमाशील हुनुहुन्छ। हामीले हामीले परमप्रभु हाम्रा परमेश्वरका आज्ञा पालन गरेका छैनौँ र उहाँको सेवा अगमवक्ताहरूद्वारा दिएको नियमहरू पनि मानेका छैनौँ। अरे यस्ता, यो दानियलले मानेको थिएन र? हामी त अगाडिदेखि हेर्दै आउँछौँ। तर के भन्दैछन्, हामीले मानेका छैनौँ। अब दानियलको लागि मात्रै हो भने चाहिँ उहाँले यो प्रार्थना गरिरहनु आवश्यक थिएन थियो। दानियल आफ्नो लागि धर्मी नै हुन्, तर उनले सबैलाई विचार गरे कि अब मैले यो काम सुरु गर्नुपर्छ। सुरु पनि गरे। आफ्नो लागि हामी बोलाएका होइनौँ। भन्नुहोस् त मसँग, म आफ्नो लागि बोलाइएको होइन,
मलाई परमेश्वरले अरू जातिको लागि बोलाएको हो। अँ, तपाईँ आफ्नो लागि मात्रै प्रभुमा ग्रहण गर्नु भएको होइन उहाँलाई के, तपाईँ अरूको लागि पनि हो। तपाईँ र म त्यसको लागि पनि हो। दानियल सबैको लागि उनले प्रार्थना गर्दैछन्, परम प्रभु हो, हाम्रो जातिले अधर्म गर्यो, हाम्रो जातिलाई तपाईँ फर्काइदिनुहोस्। प्रिय हो, हामी वर्षौँ भयो होला। अब यो दानियल 9 अध्याय लामो छ। आज हामीले परमेश्वरको अगमवक्ताले दिएका कुराहरूको कतिको मनन गर्छौँ। कतिचोटि मैले धेरै ठाउँ सुन्ने गर्छु, मानिसहरूले यति यति त्यो कम्प्युटर त्यो बिजुली चम्के जस्तै उत्तर आओस् भन्छ। बिजुली चम्के जस्तै उत्तर आओस् भन्छ, हुँदैन। परमेश्वरको सिस्टम त्यो हुँदैन के। प्रोफेटिक कुराहरू आउँदै गर्दा नि त्यसको समय लाग्छ, त्यसको टाइम लाग्छ। तर हुनु चाहिँ हुन्छ। फेरि परमेश्वरबाट आएको कुरा पक्का हुन्छ। 70 वर्षको कुरा छ यहाँ, अनि अलिकति हो। 70 वर्षमा त धेरै बुढो भइसकेको हुन्छ नि, होइन र? 70 वर्ष वेट, पर्खिनु, गाह्रो कुरा हो। इजरायलीहरू 430 वर्षसम्म पर्खिनु पर्यो, अनि मात्रै सुरु भयो। त्यो महामारी परमेश्वरले भनेको कुरा कोही बेला लङ हुन्छ, कोही बेला छिट्टै पनि हुन्छ कि। त्यस कारणले गर्दाखेरि प्रिय, हामीमा हुने एउटा कुरा चाहिँ के हुनुपर्छ भन्दाखेरि हाम्रो धीरज हुनुपर्छ कि धैर्य, पर्खाउनु मस्ट इम्पोर्टेन्ट हुन्छ। पर्खेन भने हामीले पाउँदैन। र कति मान्छेले हतार गर्छ, हतार गरे एउटा भनाइ छ, हतार गरे बाटो बिराउँछ अरे, ढिलो गरे समयमा पुग्छ अरे के। अनि हामी धीरजसँग दानियलले पर्खे जस्तै, दानियलले ठिक समयमा अन्तर्विन्ती गरे जस्तै हामीले पनि, आजको मण्डलीले पनि काम गर्नुपर्छ। आजको पास्टर प्रेरितहरूले पनि प्रभुसँग समय बिताउनु पर्छ। त्यसकारण राजा दाउदले एउटा शब्द भनेका छन्, मेरो लागि अरू ठाउँ गएर 1000 दिन बिताउनु र परमेश्वरको भवनमा गएर 1 दिन बिताउनु महत्त्वपूर्ण हो। आज मानिसहरू परमेश्वरको चरणमा पर्न निकै समय पाउँदैन। आजको स्टडीमा चाहिँ मेरो मेरो आफ्नो स्टडी, मैले स्टडी गर्दै आउँदाखेरि चाहिँ तपाईँको 95% विश्वासीहरू चाहिँ 5 मिनटे प्रार्थना गर्ने छ अरे के। 5 मिनटे, त्यो पनि प्रार्थना कसरी गर्छ? प्रभु मलाई यो कुरा चाहियो, त्यो कुरा चाहियो, यो कुरा गरिदिनुहोस्, त्यो कुरा गरिदिनुहोस्, यो कुरा होस्, म सक्सेस हौँ, त्यो कम्पनीमा पनि सक्सेस हौँ, काममा सक्सेस हौँ, मैले गरेको काममा सक्सेस हौँ, सक्सेस 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 मात्रै हुन्छ अरे के। तर भरे केही पनि हुँदैन अरे, अझै साह्रो। खोइ प्रभु भन्न दोस्याउन पुग्छ भनेर मैले रिसोर्स हेर्दै थिएँ क्या। तर परमेश्वर त्यसरी बोलाएको होइन कि हामीलाई, 5 मिनटै होइन। हामी चाहिँ घन्टौँ घन्टौँ परमेश्वरसँग बात मार्न बोलाइएका व्यक्तिहरू, घन्टौँ घन्टौँ। सुत्दा पनि परमेश्वर, उठ्दा पनि प्रभु तपाईँ, किचनमा काम गर्दा पनि तपाईँ, आफ्नो जबमा हिँड्दै गर्दा पनि, गाडी कुदाउँदा पनि तपाईँ। हालेलुया।
हामी 24 घन्टै प्रभुको लागि जिउने व्यक्तिहरू हौं। 24 घन्टै परमेश्वरको वचनलाई मनन गर्नको लागि परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको। कस्तो मजाको कुरा छ है। कस्तो आनन्दको कुरा छ। जब जब हामी परमेश्वरको कुराहरूलाई, उहाँको प्रेमलाई मनन गर्छौँ नि, हामीलाई केही सुर्ता लाग्दैन। तर हामी गर्दैनौँ। हामी जहिले पनि सुर्तामा जिउँछौँ। परमेश्वरको उद्देश्य त्यो होइन। तपाईँ र मैले सुर्ता गर्नुपर्नेहरू चाहिँ यो मानिसहरूले किन उद्धार नपाएको होला नि, म के गर्न सक्छु भन्ने हो कि। मण्डलीको मानिसहरू किन तपाईँ प्रति नबढेको होला नि, किन युनिटी नभएको होला। सबै हेर्नुहोस्, हामीले परमेश्वरको वचन यति मजाले बोल्छौँ है, म पनि बोल्छु। तर कहिले कहिले म एकदम अ, नबोली बस्नु पनि मनपर्छ कि, किनकि त्यो कुरा भेट्दिनँ नि त मेरो जीवनमा। अनि दुःख लाग्छ, भित्र पोल्छ के। यति मजाले हामीले सबै संसारको हरेक इसाईहरू त एउटै सन्तान हो नि, परमेश्वरको सन्तान हो नि, होइन हो। बाइबल अनुसार हो नि त, होइन। तर के छ, विश्वासी विश्वासीमा पनि उनीहरू भन्दा हामी राम्रो, हामी भन्दा उनीहरू राम्रो छ कि। परमेश्वरमा सबै राम्रो। हालेलुया। मण्डली एउटै, मण्डली एउटै हो। कृष्णको मण्डली एउटै हो पृथ्वीमा। तर मानिसले के गरेछ, मण्डलीलाई आफ्नै आफ्नै बनाएको छ। त्यो परमेश्वरको उद्देश्य होइन, मान्छेको उद्देश्य, मान्छेको चोइस हो। हामीले गहिरेर सोच्यो भने नि, योना 1:12 त के भन्छ, जतिले उहाँलाई ग्रहण गरे उनीहरू त परमेश्वरको सन्तान हो भन्छ त। यीशुलाई ग्रहण गरेपछि उनीहरू त परमेश्वरको सन्तान त हो। सन्तानलाई हामीले सन्तान जस्तै देख्दैनौ। भिन्नता यही हो। मैले भन्न चाहेको आज जो दानिएलले प्रार्थना गरे सबै जातिको लागि गरे कि, सचिएका होस् नसचिएका होस्, बिन्ती गरे कि, अन्तर्बिन्ती गरे। अनि हामी पनि त्यही मन लियौँ। अब फल्ना फल्ना ढिस्काना होइन, परमेश्वर तपाईँले मेरो जीवनबाट आफ्नो महिमा लिनुहोस्। अहिले एउटा स्लोगन पास्टर डिली र मैले निकालेका छौँ, हामीले परमेश्वरको वर्णन गरेरै समय पाउँदैनौँ भने अरूको कुरा किन गर्ने भन्छ के। हामीसँग समय हुँदैन परमेश्वरको देखि बाहेक कुरा गर्ने, परमेश्वरको प्रशंसा गर्नेदेखि बाहेक हामीलाई टाइमै छैन। हो, परमेश्वरको प्रशंसा गर्नको देखि बाहेक, उहाँको वर्णन हिँड्दा उड्दा गाडीमा बस्दा भेटिसक्दा परमेश्वर, यु डु एभ्रिथिङ। हामीलाई परमेश्वरले त्यही उद्देश्यको लागि बोलाएको, अरूको लागि। हामीले कति सम्पत्ति आर्जन गर्यौँ, कति सुन चाँदी छ हालेलुया, धन्यवाद प्रभुलाई। दिनुभयो हामीलाई, दिनुभयो सम्पत्ति दिनुभयो, ज्ञान दिनुभयो, विवेक दिनुभयो, स्वास्थ्य दिनुभयो, प्रभुलाई महिमा होस्। तर यो हुँदै गर्दा अझै हामी परमेश्वरप्रति नम्र छौँ कि छैनौँ, मस्ट इम्पोर्टेन्ट। दानियल जस्तै हामी अझै झुक्दैछौँ कि छैनौँ, मस्ट इम्पोर्टेन्ट हुन्छ। प्रिय मण्डलीहरू, परमेश्वरको वचनलाई म यतिमै राख्न चाहन्छु। आज तपाईँले यो कुरा राख्नुहोस् कि मनमा, म कसको लागि खडा छु। दानियल जसरी खडा भए आफ्नो जातिको लागि, बिग्रिरहेको थियो, बनाइदिनुहोस् भने तपाईँ र म कसको लागि जिइरहेका छौँ, हामी आज विचार गरौँ। प्रिय मण्डलीहरू, चाहिएको छ प्रभुलाई पावल जस्तो, पत्रुस जस्तो, देवरा जस्ता, एस्तर जस्ता
स्त्रीहरू पुरुषहरू प्रभुलाई अहिले पनि चाहेको छ। बिलिग्राम जस्ता, रेनस बङ्की जस्ता, टिभी जसुवा जस्ता अझै पनि पृथ्वीमा मानिसहरू प्रभुले खोजिरहनु भएको छ। के रोमी एकको रोमी 12को 1 र 2 हामी जिउँदो बलि हुन तयारी छौँ। यही भन्न चाहन्छु आजको मण्डली अनि म आफैलाई पनि। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। प्रभुलाई भनौँ, प्रभु म मेरो जीवन तपाईँमा डेलिकेसन गर्छु, सुम्पिन्छु। हामी मनबाट एकछिन सोचौँ, विचार गरौँ। हामीले जति आजसम्म जे कुरा कमायौँ ओके, हालेलुया, प्रभुलाई महिमा होस्। तर बाँकी जीवन प्रभुलाई भनौँ, प्रभु म जिउँदो बलिको रूपमा अर्पण गर्छु। लाइक दानियल, उनी एउटा प्रशासन, एउटा बन्धनभित्र हुँदा पनि उनले आफ्नो अन्तर्विन्तीलाई कायम नै राखिराखे। आउनुहोस् प्रार्थना गरौँ। स्वर्गीयको बुवा, हामी नासरत यीशु मसीहको नाममा यो बिहानी अनि एसियाको बेलुकी तपाईँको चरणमा आउँछौँ। साँच्चै नै दानियल परिस्थितिमा हुँदा पनि उनले आफ्नो अन्तर्विन्ती, आफ्नो लक्ष्य, आफ्नो परमेश्वर तपाईँले दिएको जिम्मावारप्रति तपाईँको वचन अनुसार उनले आफ्नो जीवनलाई अर्पण गरे। आज तपाईँले यो बिहान, यो बेलुकी हामीलाई पनि आवाज दिँदै हुनुहुन्छ। प्रभु, हामी पनि त्यसरी नै अगाडि बढ्न पवित्र आत्मा हामीलाई मद्दत गर्नुहोस्। हाम्रो बीचमा, हाम्रो समूहमा, हाम्रो देशमा मानिसहरू कोही कति कठिनाइ छ, कोही खानु पाएको छैन, कोही लाउनु पाएको छैन। हामी केही पनि गर्न सक्दैनौँ, तर हामी तपाईँसँग बिन्ती गरिदिन सक्छौँ। प्रभु, त्यो जिम्मावार तपाईँले हामीलाई दिनुभएको छ। हामी धार्मिकताले देशलाई बचाउँछ भनेको छ। प्रभु, हामी धार्मिकतामा खडा हुन चाहन्छौँ। हाम्रो कारण हाम्रो समूह, हाम्रो देशहरू सुधारमा आओस् भन्ने हामी आशा गर्छौँ। धन्यवाद प्रभु, हाम्रो जातिहरूले यीशुलाई चिनोस्। हामी यो आशा तपाईँमा राख्छौँ र हामी आफैलाई तपाईँमा सुम्पिन्छौँ। धन्यवाद आजको वचनको लागि। तपाईँलाई धन्यवाद दिँदै आशिष चाहन्छौँ येशू मसीहको नाममा। आमेन।